त्यो दार्चुलाको दुम्लिङमा बस्ने मान्छेहरू तपाईँको दाजुभाइ हो कि होइन? मलाई त मेरै घरको सदस्य जस्तो लागेर त्यहाँ जानुपर्छ भनिरहेको। हामी काठमाडौँमा रमाइरहेका छौँ, पोखरामा रमाइरहेका छौँ, धरानमा रमाइरहेका छौँ। यो दुम्लिङको दुःख देख्न हामी जाने कि नजाने? यदि हामी नजाने भन्छौँ भने कि त हामी नेपाली होइनौँ कि त ती मान्छेहरू नेपाली होइन। श्रम संस्कृति पार्टी भनेको चुनावमा लड्ने, एक ठान सांसद जित्ने, भाषण गर्ने, भइपर्यायो मन्त्री पड्काउने भन्ने मात्रै होइन। यो पार्टी भनेको एउटा नेपालीलाई अर्को नेपालीसँग जोड्ने पार्टी हो। कुरा बुझ्नुभयो नि? आज ताप्लेजुङको एउटा लिम्बूको छोरा दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर 2 को माथिल्लो दुम्लिङमा काठा दुम्लिङ खोलामा ढुङ्गा बोक्दैछ। के को खाँचो थियो उसलाई ढुङ्गा बोक्न? त्यहाँ सपनामा नपुगेको न विपनामा भोलि पुग्ने आशा राखेको। किन श्रमदान गरिरहेको छ त ताप्लेजुङको मान्छेले दार्चुलामा, महाकालीमा होइन? भन्दाखेरि हामी नेपालीले नेपालीलाई जोड्न चाहन्छौँ, नेपालले नेपाललाई जोड्न चाहन्छ। हाम्रो सीमा यहाँदेखि यहाँ हो भन्ने कुरा बोध हुनुपर्छ हामीलाई। ती कुराहरू हेर्नका लागि तपाईँ जानुपर्छ। महाकाली महाकाली भनेर मात्रै पढेर हुन्छ है? सिङ्गापुर पुगेर आइसकियो, अमेरिका पुगेर आइसकियो, युके बसेर आइसकियो, महाकाली पुग्न सकेको छैन, पुग्न मानेको छैनौँ। हामी नेपाली रहेछौँ होइनौँ। त्यसले गर्दाखेरि आफ्नो देशको सिमाना हेरेर आउनु। सिमानामा बस्ने मान्छेहरूले कस्तो दुःख शास्तिका साथ जीवन बिताइरहेका रहेछन् भनेर हेर्न आउनु। म त्यो भन्न चाहन्छु, प्रोत्साहन दिन चाहन्छु म तपाईँहरूलाई। जीवनमा दुःख पनि देख्नुपर्छ हामीले। कति मान्छेहरूलाई त काठमाडौँमै जन्मेको, हुर्केको, के को खाँचो, केही तपाईँ भ्यालीभित्र बस्छु भन्ने पनि होला। तपाईँहरू मध्ये कोही करोडपति पनि हुनुहुन्छ, मलाई थाहा छ। कोही अर्बपति पनि हुनुहुन्छ होला, मलाई थाहा छ। No matter, regardless how much property you have, तपाईँ जानुपर्छ, दुःख गर्नुपर्छ होइन? बाख्राको खोर जस्तो देखिने ठाउँहरूमा पनि सुत्नुपर्छ तपाईँ। यदि सुत्न सक्नुहुन्न भने तपाईँलाई मैले सच्चा श्रमदाता भन्न सक्दिनँ। सक्दिनँ म श्रमदाता। मधेसको तपाईँको शीतलहरमा सुत्न सक्नुपर्छ श्रमदाता है? त्यहाँ पुग्न सक्नुपर्छ श्रमदाता। हामी यो देशलाई साँच्चै नै बनाउनका लागि आएका छौँ भने होइन फोटो मात्रै खिच्न आएको, यसो टिकटक गरौँ त यसो चाहिँ फेसबुक चल्छ कि भ्युज बढाउनु मात्रै भन्ने हिसाबको छ भने आइएम सरी, म तपाईँलाई श्रमदाता भन्न सक्दिनँ। तपाईँ श्रमदाता हो? सबैले भन्नुहोस्, तपाईँ श्रमदाता हो? यदि श्रमदाता हो भने तपाईँ दार्चुला जानुहुनेछ, दार्चुलामा बसेर काम गर्नुहुनेछ। तपाईँको दाजुभाइले त्यहाँ पर्खिरहेको है? तपाईँ उडेर जानु पर्दैन, पखेटा छैन, तपाईँको चक्का छैन, उडेर पनि जान सक्नुहुन्न। त्यसको ट्रान्सपोर्टेसनको म्यानेजमेन्ट हाम्रो टिमले गर्छ। बहाना होइन जीवन, चाहना हो जीवन। चाहना मात्रै होइन जीवन, संकल्प हो जीवन। संकल्प मात्रै होइन जीवन, सङ्घर्ष हो जीवन। सङ्घर्ष मात्रै होइन जीवन, सफलता हो जीवन। त्यो हो भन्नु। अब धेरै बोलौँ भने फेरि रात पर्छ होला, तर अल्छी चाहिँ लाग्दैन। मेरो कुरा सुन्दा अल्छी चाहिँ लाग्दैन होइन? यति भन्न चाहन्छु, म तपाईँहरूलाई इन्करेज गर्न चाहन्छु। प्लिज